साथीहरू हामीले यो कहिलेसम्म खेप्नुपर्ने भोग्नुपर्ने हो। फेरि पुनः हाम्रो अग्निसारी कृष्ण सबरण गाउँपालिका वडा नम्बर 6 को फारम भन्ने गाउँमा चाहिँ 22-23 वटा हात्ती आएर चाहिँ यसरी आतंक मचाएका छन् हैन। हामी गरिब दुखीहरूको यसो चुलो चौको गरेर एकमुठी पकाएर खाने ठाउँ पनि यसरी भत्काइदिएपछि हामी कहाँ जाने साथीहरू। हेर्नु त भाँडाकुँडाहरू यसरी छरपष्ट पारिदिएको छ है। घरहरू यसो सुत्न लायकको घरहरू पनि यसरी भताभुतुङ पारिदिएको छ। यो भन्दा अगाडि आएर यसरी भत्काएको यही घर थियो हैन। त्यही घरलाई चाहिँ यसो सबै गाउँको मान्छे मिलेर म्यानेज गरेर हैन बस्न लायकको यसो पकाएर खान लायकको बनाएको थियो। फेरि पनि त्यही ठाउँमा आएर चाहिँ 22-23 वटा हात्तीले चाहिँ घेरेर यस्तो बनाइदिएको छ। हेर्नु त भान्साघरको अवस्था यस्तो छ साथीहरू। तपाईहरुले हेर्दै पनि यहाँ थाहा पाउन सक्नुहुन्छ कि हात्तीले कतिसम्म गरेको छ भनेर हैन। भाँडाकुँडाहरू यसरी बाहिर फ्याल्दिएको छ हैन। यस्तो अवस्थामा छ कि साथीहरू भन्न पनि सकिँदैन क्या। त्यो ठाउँमा हामी प्रत्यक्ष गएर हेर्दाखेरि हाम्रो आँखाबाट आँसु झरेको छ क्या साथीहरू। भात पकाएर खाने चुलो यस्तो छ, भान्साघर यस्तो छ हैन। अब त्यो भोग्नेलाई कति पीडा कति कष्ट हैन उसलाई भोग्नेलाई पो थाहा छ त हैन साथीहरू। अनि यति हुँदासम्म पनि उहाँहरूले चाहिँ हैन अब अहिलेसम्म केही पनि सरकारबाट केही पनि उपलब्ध उहाँहरूलाई भएको छैन हैन। अब हाम्रो सिडिओ साहबहरू पनि आउनुभयो अघिल्लो दिन चाहिँ। अनि उहाँहरूले अवलोकन गरेर टिपोट गरेर लानुभयो हैन। उहाँहरूलाई अब बिस्तारै राहतको व्यवस्था होला हैन। राहतको व्यवस्था भएर पनि भएन नि त साथीहरू। जबसम्म जङ्गली हात्ती नियन्त्रण हुँदैन तबसम्म हामी बारम्बार यसरी नै मर्दै बाँच्नु परेको हुन्छ क्या साथीहरू। अब सरकारले चाहिँ के गर्नु पर्यो भनेदेखि हामीलाई राहत त दिन्छ सरकारले। अब राहत दियो अब त्यो राहतको सहाराले हामीले व्यवस्था मिलाउँला व्यवस्था गरौँला सुत्न बस्न घाँस बाँस कपासको व्यवस्था गरौँला। तर भोलि आएर तिनै हात्तीले फेरि यस्तै आतंक मचायो भने के सरकारले बारम्बार राहत मात्र दिने हो त? के गर्नु पर्यो भने सरकारले चाहिँ जङ्गली हात्तीलाई चाहिँ नियन्त्रणमा ल्याउनु पर्यो साथीहरू। किन उपाय छैन र? कि हामी चाहिँ यो देशका नागरिक हैनौँ र? सरकारले हामीलाई सुरक्षा दिने सरकारको के अधिकार छैन र? किन सरकार अहिले किन सुतेको छ? कानमा तेल हालेर किन बसेको छ सरकार? किन मान्छेको ज्यान गएपछि मात्र सरकारले आँखा खोल्छ? साथीहरू तपाईहरुले चाहिँ यो भिडियो जति सक्दो शेयर गरेर यो चाहिँ सरकारसम्म हैन ठुला ठुला पत्रकारहरूसम्म पुर्याइदिनु होला। खोइ त अहिले ती हाम्रा पत्रकारहरू कहाँ जानुभयो? खोइ त हाम्रो दिवाकर दाई पत्रकार हैन उहाँ त ठुलो पत्रकार हुन्थ्यो। अहिले कहाँ जानुभयो? खोइ त हामी गरिब दुखीहरू सधैँ यसरी नै भोगिरहनु पर्ने दुःख कष्ट हैन। हात्तीले हेर्नु त कति विध्वंस गरेको छ हैन। किचनका हरेक सामानदेखि लिएर एउटा घर हैन साथीहरू हरेक घर धेरैवटा घर। आज यो गाउँ भोलि त्यो गाउँ हैन धेरैवटा गाउँमा गएर यसरी आतंक मचाएका छन् हैन। भाँडाकुँडा कुच्याएका छन्। अनेक खण्ड अब खालि मान्छेको ज्यान लिन मात्र बाँकी छ। उहाँहरू पीडित सदस्यहरू हेर्नु त टाउकामा हात लाएर राख्नु परेको छ औषधि खानु परेको छ घरमा बिरामी हुनुहुन्छ हैन। यसरी अब कहिलेसम्म हुन्छ त? सरकारले चाहिँ केही न केही उपाय गर्नु पर्यो। जङ्गली हात्तीको नियन्त्रण गर्नु पर्यो। केही उपाय त होला नि हैन। अब हेर्नु त यस्तो अवस्था भएर पनि हामीहरू बस्नु परेको छ बाँच्नु परेको छ हैन। जसो तसो ज्यान बचाउनु परेको छ। अब यस्तो छ पकाएर खाने ठाउँ हैन। अब हाम्रा ठुला ठुला पत्रकारहरू यहाँ हुनुहुन्थ्यो भने आउनुहुन्थ्यो भने उहाँहरूले पनि केही राहत पाउनुहुन्थ्यो हैन। अब गरिब दुखीलाई के छ त? अब यसो अलिअलि दुःख गरेर जोडेको धन सम्पत्ति यसरी तहस नहस पारिदिएको छ हैन। ज्यानको बाजी लगाएर यसरी भाग्दाखेरि यस्तो अवस्थामा छ आफ्नो छोराछोरी परिवार पाल्ने मान्छे घाइते भएर बस्नु परेको छ हैन साथीहरू। अति भयो क्या अब चाहिँ जङ्गली हात्तीले अति दुःख दियो हैन। एक दिन हैन दुई दिन हैन हर पल हर क्षण यसरी दुःख दिएपछि त अब हामी यहाँका बासिन्दाहरूलाई बाँच्नै गाह्रो भइसक्यो। अब म के भन्न चाहन्छु भने नेपाल सरकार कानमा तेल हालेर नबस्नु है। हामी गरिब दुखीलाई कसरी हुन्छ के गरी हुन्छ जङ्गली हात्तीको नियन्त्रण गर्नु पर्यो। जबसम्म जङ्गली हात्तीको नियन्त्रण हुँदैन साथीहरू हामीले बारम्बार यसरी नै दुःख पाइराखेका हुन्छौँ। त्यसैले यो भिडियो चाहिँ तपाईहरुले अल्छी नगरिकन हैन एकदम जागर चलाएर चाहिँ यो भिडियो अति भन्दा अति धेरै भन्दा धेरै शेयर गरेर ठाउँसम्म पुर्याइदिनु होला। हामीले वर्षौभरि दुःख गरेर कष्ट गरेर किसानले अन्न बाली लाएको यस्तो तहस नहस छ साथीहरू। जसरी हुन्छ यो भिडियो शेयर